नमस्कार, हार्दिक स्वागत गर्दछौं। दर्शकवृन्द, शङ्खसभाको मादी खोला गाउँमा एकै परिवारका 6 जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ। यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। तर सो हत्याकाण्डमा अन्य 4 जना आरोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। हत्याका मुख्य योजनाकार 47 वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय शङ्खसभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप 4 जनालाई सोमबार बिहान सार्वजनिक गरेको हो। हत्या घटनामा 28 वर्षीय हस्तबहादुर कार्की, 49 वर्षीय रणबहादुर कार्की र 17 वर्षीय नरेश कार्कीको संलग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। गत 21 भदौमा 82 वर्षीय पार्वता कार्की, उनका 55 वर्षीय छोरा तेजकुमार कार्की, 54 वर्षीय बुहारी मनमाया कार्की, 32 वर्षीय नातिनी बुहारी रञ्जना कार्की, 8 वर्षीय नाति दिवेन कार्की र 5 वर्षीय नातिनी गोमा कार्कीको हत्या भएको थियो। यसअघि पक्राउ परेका लोकबहादुरले आफूमाथि विभिन्न लान्छना लगाएको, हेपेकोले तेजबहादुरको हत्या गरेको र अन्यले पनि देखेकोले थप 5 जनाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो। दर्शकवृन्द, मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप 4 जनामाथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका 6 जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन्। हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य 4 जनामाथि प्रहरीले अनुसन्धान थालेको छ। भदौ 21 गते बिहान लोकबहादुरले 6 जनाको हत्या गरेको बताइएको छ। लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई पक्राउ गरेको हो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य 4 जनामाथि समेत प्रहरीले अनुसन्धान थालेको छ। लोकबहादुर र उनका भाइ नरेशसँगको बयानको आधारमा प्रहरीले थप 4 जनालाई अनुसन्धानको दायरामा ल्याएको हो। घटनाको 7औं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो। मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला परेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रित बनेको 1 नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट बिहिबार मोबाइल भेटिएको हो। रञ्जनाको मोबाइल घटना भएको बिहानैदेखि हराएको थियो। मोबाइल स्विच अफ भएकोले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा 1 नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित 6 जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको थियो।